हेलो गाइज वेलकम टु आवर डे 2 अफ बाली सिरिज। हामी चाहिँ डे 2 मा चाहिँ कुटामा बसेका थियौँ र आजको होल डे चाहिँ हजुरहरूलाई देखाउनेछौँ। यहाँ संयुक्त रेडी हुँदै चाहिँ होटल एडेनमा बसेका थियौँ हामी। अब यहाँ सर र हजुरहरूलाई म बाल्कनी भ्यू देखाउँछु अनि हामी निक्लिन्छौँ आजको डे इन्जोय गर्नको लागि। हजुरहरू पनि हाम्रो भ्लग हेरेर साथ दिनुहोला। आज चाहिँ हाम्रो प्लान उलुवातु टेम्पल, जिम्बारन बे र पाण्डवा बिच जाने हो। लेट्स गो विथ हेलो गाइस, हामी चाहिँ अब होटलबाट निस्केर स्कुटर रेन्ट गरेर जिम्बारन बिच जाने भनेर निस्केको छौँ। सो हाम्रो आजको प्लान चाहिँ अघि भने जस्तै जिम्बारनबाट पाण्डवा बिच अनि त्यसपछि उलुवातु टेम्पल हो। सो हेरेर मात्रै थाहा छ हामी कहाँ कहाँ जान भ्याउँछौँ, किनभने हामी आज होटलबाट निस्केर 1 बजिसकेको छ। ट्राफिक चाहिँ एकदम धेरै हुने ठाउँ रहेछ यो। सो होपफुल्ली हाम्रो प्लान अनुसार कभर गर्न सक्यो भने चाहिँ राम्रो हुन्छ। बट लेट्स सी के हुन्छ। लेट्स गो विथ द फ्लो। होपफुली कभर। दिस इज व्हाट आई लुक लाइक। डर लाग्दो रहेछ माइ लर्ड। फोनबाट भ्लग गर्नु त गाह्रो पो रहेछ। डर लाग्छ स्कुटरको पछाडि बसेर होइन। डर किन बाबा होला। हेलमेटले गर्दा लुकिङ च्वासे यत्रो मेहनत गरेर लुगा लाएर हाम्रो चाहिँ फर्स्ट डे थियो आज यहाँ ड्राइभ गरेर आएको। त्यही भएर हामी बाटो बिर्सेर यो सर्कल चाहिँ 2 चोटि घुम्यौँ होइन। अनि बल्ल बल्ल एकजना मान्छेले हामीलाई बाटो भनिदियो अनि बल्ल बाटो पत्ता लगाएर चाहिँ हामी गयौँ। गाइस, हामी चाहिँ अब मेन रोड छोडेर भित्र छिरेको छौँ होइन। मेन रोडमा चाहिँ धेरै भ्लग गरिएन किनभने डर लाग्दो रहेछ। एक त यस्तो मान्छेले ब्रेकै हान्न जान्दैन रहेछ न हौ। यहाँ त ट्राफिकले यस्तो स्पिड कस्तो जाने गरी चलाउने रहेछ होइन। काठमाडौँमा चलाइहाल्यो नि भनेको चलाउनु त चलाइन्छ। आज एकछिन पानी नपरुन्थ्यो हो। तर वाइल्ड डर लाग्दो रहेछ हो। अरूको देश भएर पनि होला। अलिअलि आइसक्यो अब यहाँ समुद्र भाइ। अब चाहिँ हामी भित्रको बाटो गयौँ। हामी जाँदैछौँ जिम्बारन। सबै राम्रो कुरो मात्र भनेर हुँदैन, भ्लगमा नराम्रो पनि भन्नुपर्छ भनेर यस्तो गनाउँदो रहेछ यहाँ आउन नपाइ। गनाएको मुसा मरे जस्तो गनाएको हो गाइसहरू बाटोमा। जस्तै गुड वेलकम त भएन। अब यहाँको सिनले गर्दा कतिको कम्पन्सेट हुन्छ कस्तो हाम्रो तराई जस्तो देखिन्छ है। अरूहरू यताउता अब हामी देखिसकेँ मैले। तिमीले देख्यौ समुद्र? आइसक्यो अब Is that parking? Walking? Guys, have a look. यही हो अब हेरौँ। पार्किङ मोटर बाइक ल्याएर यहीँ खिचिरहेको छ। उठ्यो हो कि पार्किङ। अब हामी यहाँ भित्र जानलाई बिचमा जानलाई रेडी हुँदैछौँ। अल सेट। स्कुटर चाहिँ यहाँ पार्क गऱ्यौँ। डिक्कीमा सबै सामान हालेर हामी जान्छौँ जिम्बारन बिच। जिम्बारन बिच भन्दै छ गाइस, यो त क्विन बिच रहेछ नि। क्विन बिच जिम्बारन बे रहेछ। जिम्बारन बे बाली। गोप्रोबाट खिचिरहेको छ त्यही भएर जुम चाहिँ गर्नु मिलिरहेको छ नि। तर कतिकै देखिएको चाहिँ क्विन बिच हो, जिम्बारन बे हो। समुद्रको भ्यू चाहिँ म तपाईँलाई एकैछिनमा देखाउँछु है त। एन्ड मेरो हालत हेर्नु यहाँ गाइस, बुढीको हेड लाएर बसिरहेको छ। दुईवटा हात यस्तो छ, एउटामा गोप्रो छ। क्यान यु होल्ड दिस भन्छ। यस टेक्निक हेर्नु गाइस अब यहाँ। अड्क्यो। Have a look guys. Damn. How's the view? Damn good. Such a blue water. Turquoise blue pani. Hi baby. Hello. झोला बोक्नेमा परेको छु म चाहिँ। दामी रहेछ ल। हामी हिजो त्यो चाहिँ
त्यहाँ चाहिँ एयरपोर्ट छ अनि हामी यही सी माथिबाट चाहिँ के भन्छ ल्यान्ड गरेको थियो। भर्खर पनि एउटा प्लेन ल्यान्ड भयो तर मैले खिच्नै भ्याएन। सो चाहिँ ब्युटिफुल कलर क्या पानीको। ओके 3, 2, 1 Ini sambil baca pergi. How's the feel? Damn good. My लुगा all भिज्यो मेरो ह्याट चाहिँ होइन हावाले उडाएर खस्यो भने अब हिलो बस्यो धुनुपर्छ एकछिन त्यहीँ राख्नु पर्यो ल Bye bye Zimbabwean beach and Queen beach. Tanks हेर्नलाई भनेर उलुबातु टेम्पल जाँदैछ। सबै अलमोस्ट रेन्टलै होला यहाँ स्कुटर देखेको जति राम्रै हुँदो रहेछ कन्डिसन राम्रै हुँदो रहेछ। जुन इन्डियामा रेन्ट गरिन्थ्यो त्यो चाहिँ अलिक खासै ठिक हुँदैन थियो। यो चाहिँ हाम्रो स्कुटर नभए हामी जाँदैछौँ अब कता भन्दाखेरि उलुबातु टेम्पल। अब यहाँबाट 45 मिनट जति लाग्दो रहेछ। 17-18 किलोमिटर कति 17 हो क्या 17 किलोमिटर छ। बाई बाई सी यू अब उलुबातु टेम्पलमा है त बाई गरिदेऊ। बाई बाई। बाटो नि हेर भाइ हेलमेट लाउन सकिएन Feels like Nepal, guys. The only thing different चाहिँ समुद्र देखिन्छ बाटो अलि राम्रो छ पिचे सबैतिर त्यो मात्र डिफरेन्स हो। 17 किलोमिटर पनि जम्मा 1 घन्टामा पुगिन्छ भन्ने कुरा हो। चिल छ तर नाइस आई लाइक इट। गाइस अब चाहिँ हामी जाँदैछौँ उलुबातु टेम्पल अनि हामी आई थिङ्क ड्राइभ गरेको 20-25 मिनट त भइसक्यो। बाटो चाहिँ यहाँको बाटो यत्रै रहेछ हौ सानो। स्कुटर चलाउनु चाहिँ मजा आउने बाटो छ है। यस्तो जाम हुन्छ होला कति जाँदा चाहिँ अलर्टै भएर कुदाउनु पर्दो रहेछ। लाइन उताको त लाइन आउँछ नि। त्यही होइन गुगल म्याप चाहिँ बन्द गरेर यिनीहरू जाँदा जाँदा त्यही जानु पर्छ। हुन्छ कहाँ पुगिन्छ हेरौँ ल। यो लाइन जान त हामी पनि र्यालीमा जस्तो पछि लाग्ने हो। जहाँ पुगिन्छ पुगिन्छ। मोबाइलको चार्ज पनि जोगाउनु पऱ्यो। दुईतिर लाग्नु कुरो अलिक मिल्दैन त्यसै सही मासतिरै रहेछ। भर्खरै भने मोबाइल बन्द गरेर पछि लाइन जता जान्छ त्यतै जाऊँ भने दुईवटा लाइन दुईतिर गएछ कता जाने कता जाने। फेरि गुगल म्याप त अन गर्नै पर्यो। लास्ट चाहिँ ट्रेडिसनल बिल्डिङको स्ट्रक्चर हुन्छ नि यता जाने है हामी। यो राम्रो लाग्यो है दार्जिलिङ उलुबातु आइसक्यो हामी अलमोस्ट। तर हामी जानुपर्ने हाम्रो डेस्टिनेसन चाहिँ बाँकी छ। टेम्पल भाइब साइकल नि तर पुरै ट्रेडिसनल भाइब्सवाला ठाउँमा आइपुग्यो। बेला बेलामा चाहिँ चेन्नईवाला स्मेल आउँछ ताडीवाला मलाई चाहिँ होइन अलिक त्यो ह्युमिड एरियावाला। अनि लगायत हामी चाहिँ अब उलुबातु टेम्पल आइपुग्यौँ। टेम्पल होइन अब यहाँबाट कति 100
100 मिटर मात्र अगाडि छ। यहाँनिर टिकट लिनुपर्छ जस्तो। यता टिकटिङ सिस्टम रहेछ, टिकट काटेर जान्छौँ। यही माथिको डाँडा यतै कता हो, यही हो। यहाँ माथि हो, पार्किङ यता माथि छ, अनि जान्छौँ। हामी चाहिँ पार्किङको टिकट काटेर आयौँ। अब पार्किङ गर्छौँ अनि हामी माथि टेम्पल जान्छौँ। यो मन्दिर यही होला, मन्दिरै त होला। यो चाहिँ पार्किङ भयो। पार्किङ नै यति बिजी छ, हामीले चाहिँ एकदम बिजी हुन्छ यो ठाउँ भनेर सुनेको छौँ। पार्किङ देखाइदियो त। सो यो चाहिँ पार्किङ भयो। तर सिस्टमेटिक उता माथिपट्टि गरौँ न। हामी चाहिँ एक्साइटेड भएर भिडियो टाइम ल्याप्समा खिचेछ, भर्खर एडिट गर्दा थाहा पाउँदैछौँ। भित्र गएर हामीले के डान्सको भिडियो बनाएका छौँ, त्यो चाहिँ डिफ्रेन्ट भिडियो बनाएर युट्युबमा अपलोड गरिसकेका छौँ। यो भिडियोमा उलुवातु टेम्पलको भ्यू चाहिँ इन्जोय गर्नु होला। 4:30 बजीबाट चाहिँ सुरु हुँदो रहेछ टिकटिङको चाहिँ। हो अहिले 4:15 मा 15 मिनट जति बाइक छ। लाइन बस्छु, तर लिमिटेड टिकट मात्र पाइँदो रहेछ। पाइन्छ कि पाइँदैन थाहा छैन। 2 लट टिकट बेच्दो रहेछ नि। फर्स्ट लटमा कतिवटा हो, अनि फर्स्ट लटको चाहिँ 6 बजीबाट सुरु हुन्छ 7 बजीसम्म। त्यसमा टिकट पाएन भने सेकेन्ड लट चाहिँ 7:10बाट सुरु हुन्छ अरे। कुन चाहिँ लटमा पाइन्छ पाइँदैन, यहाँ बसेर लाइन बसेर हेर। फर्स्ट लटकै पाएँ काहीँ त अर्को एक ठाउँमा जाने प्लान छ अहिले अन्डबाले, तब त्यहाँ जाने भयो कि नजाने थाहा छैन। भ्यू चाहिँ अति दामी छ। यो भिडियोमा देखेको त्यो पर मैले जुम गरेर देखाइदिएँ। यो ठाउँमा चाहिँ के डान्स हुने ठाउँ यही हो। हामी चाहिँ उलुवातुको माथि टापुमा आएर भिडियो खिचेका थियौँ। दिस इज वान अफ द बेस्ट भ्यू यो बालीभरिमा। यो पनि एउटा चाहिँ मनमोहकै थियो यो भ्यू चाहिँ। मैले चाहिँ मेरो वाइफको सिनेमेटिक भिडियो निकाल्ने कोसिस गरिरहेको छु। आफूलाई आउने यति हो, योभन्दा बढी जानिँदैन। सकेसम्म जस राम्रै क्लिप निकालिदिने प्रयास थियो। हामी उताबाट जानु पनि बाटो चाहिँ त्यताबाट थियो। त्यताबाट जानको बाँदरहरू यसरी टुप्पा बसिरहन्छन्। बाँदरहरू वालतिर बाँदर छन्। अनि बाँदरहरू 3-4वटा बाँदर झगडा गरेर टाप कस्दाखेरि झन्डै लडाइदिन्छ। 5-10जना खैरीहरू पछाडि थिए। आएर एउटाले यसो पछाडि ढाँडा छुएर चाहिँ भाग्दाखेरि जनता बाँदर भन्दा नै तर्सेर झन्डै लडाइदियो। जे आउनु मान्छे गली कति बाँदर हो यार। हजुरहरू पनि उलुवातु टेम्पल आउँदै हुनुहुन्छ भने बाँदरदेखि चाहिँ अलिकति जोगिनु होला। यहाँको बाँदर अलिकति डेन्जरै रहेछन्। हातमा केही रहेछ भने थुत्दिहाल्ने, अलिकति आक्रामकै रहेछ भनौँ न रहेछन्। अब हाम्रो चाहिँ अलिकति बेलुका के डान्सिङको चाहिँ टाइम अलिकति भएको भएर 7 बजीदेखि चाहिँ बेलुकाको सोको टिकट पाएका थियौँ। त्यही भएर अलिकति टाइममा घुम्ने टाइम चाहिँ हामीलाई मिल्यो र मजाले माथिको उलुवातु टेम्पल चाहिँ मजाले घुम्न पाइयो। ठ्याक्क सनसेट हुने बेला पनि भएको थियो र सबैजना आउने टुरिस्टहरू चाहिँ सनसेटको चाहिँ टाइम ल्याप्स अर भिडियो बनाएर बसिरहनु भएको थियो। हामीले पनि मजाले बाहिर बसेर सनसेटको भ्यू चाहिँ इन्जोय गऱ्यौँ। प्लस के डान्सिङको स्टेजैबाट पनि मजाले सनसेटको भ्यू इन्जोय गरेको थियौँ। नाउ इट्स हर टर्न टु मेक अ सिनेमेटिक भिडियो। उसले पनि ट्राई गर्दैछ, उसले जाने जति कसरी चाहिँ जुम आउट गरेर सिनेमेटिक भ्यू अरू भिडियो निकाल्न सकिन्छ भनेर। जस राम्रै त्यो भ्यू एकदमै रमाइलो थियो। यो पनि जानै पर्ने ठाउँ बाली घुम्न जाँदाखेरि। यो चाहिँ मैले फेरि खिच्दिएँ पालो जे होस्। टाइम भएको भएर मजाले इन्जोय गरेको थियौँ हामीले। के डान्स हेर्नलाई सबभन्दा लास्ट टिकटमा भिड लाग्ने रिजनै यही रहेछ। सनसेट चाहिँ एकदमै स्टेजबाट दामी देखिँदो रहेछ र सबैजनाले मोबाइल निकालेर खिचिरहनु भएको थियो। हामीले पनि त्यो खिच्न भ्याएका थियौँ। हामी चाहिँ यहाँ मलिनी भ्यू पोइन्ट भन्ने एउटा रेस्टुरेन्ट रहेछ, त्यहाँनिर आएको छौँ। यहाँनिर बेलुका उता उलुवातुको सबैको डान्स हेरेर
अनि स्कुटरमा नजिकै रहेछ 1 किलोमिटर नि हुन्छ। यहाँ भ्यू यस्तो दामी भ्यू छ कि दिउँसम्म पनि ठाउँ रहेछ। बेलुका आयो, अब बेलुका चाहिँ कतिको देखिन्छ भनेर। ओके थ्याङ्क यू सो मच। फर्स्ट लेफ्ट एन्ड देन राइट। यहाँ चाहिँ आउनलाई पुरै रिजर्भेसन पहिला हुनुपर्दो रहेछ, नत्र नयाँ पनि। नाइस प्लेस रहेछ ल। झन्डै लडाइमा भर्खरै क्यामेरा हाल्दै हुँदैन। यस्तो दामी छ फोटोमा। म्युजिक फर्स्ट लेफ्ट एन्ड देन राइट। फर्स्ट लेफ्ट भनेको कता भयो? रिजर्भेसन एउटा टेबल दिएको थियो, यस्तो दामी भ्यू छ नि ल। अब समुद्र छ ट्याक्क दामी ढुङ्गा यस्तो अलिकति बाहिर निक्लियो पकाएर जस्तो रहेछ तर समुद्र यस्तो दामी। भोलि आउनै पर्ला जस्तो लाग्यो यहाँ फोटो खिच्नु मात्र हुँदैन। फोटो एकपल्ट हेर त। लु अब हामी निक्ल्यौँ आजलाई, भोलि आउने भन्ने प्लान गऱ्यौँ। आज बस्न हामी चाहिँ स्टोरमा आएको थियौँ, सुपर मार्टमा। निर्मला सुपर मार्ट भन्ने रहेछ। यहाँनिर आएर अलिअलि यसो जुस खायौँ। अलिअलि पाकपुक गरेर बेकरी आइटम सुनट यताउता हालेर अब निक्लिनु लाग्यो। यहाँ 53 मिनट लाग्छ अरे होटेल पुग्नलाई। 18 किलोमिटर छ। अनि यहाँको भ्यू चाहिँ हो है त। म चाहिँ हेलमेट समातिरहेको छु, उसले चाहिँ लगाइरहेको छ। म्याप हेर्दै पठाउ पारामा ल। जाउँ त, जाउँ हजुर त। जाउँ। ओके बाई बाई निर्मला सुपर मार्ट। बिस्तारै जाउँ। यहाँ फेरि राइडरहरू ब्रेक भन्ने कुरै हुँदैन रहेछ क्या यता गाडी र बाइकमा। त्यसले यस्तो चलाउँदा रहेछ नि र बिस्तारै ल। त्यसका बाजेले एकछिन बस्नु। रोड पनि त्यस्तो बिजी छ यताको। खै के रोडमा निकाल्ने छ महाभारत छ। बाटो त एकदम सानो हुँदो रहेछ यताको। अनि स्ट्रिट लाइट भन्ने चाहिँ जेरो, स्ट्रिट लाइट भन्ने नै हुँदैन रहेछ। कहीँ कहीँ चोकमा देखेको चाहिँ एउटा दुईवटा, त्यो पनि यता उपभोक्ता समितिले हाल्यो पैसा उठाएर। नेपालको कतै कतै यो पहाडतिर जस्तो बाटो साटो दायाँ बायाँ खासै उत्कृष्ट भ्यू होइन हाम्रो लागि। समुद्रमा पुगेपछि चाहिँ कुदुमै राम्रो राम्रो पोइन्ट फोटो खिच्नलाई। बाटो चाहिँ यस्तै छ, यत्रो बाटो। नियम कानुन भन्ने खासै लागु भएको देश त हामी त। हेलमेट लगाइनु विश्वास। हामी यसरी घर फर्किँदै थियौँ, एउटा यस्तो राम्रो चिज देख्यो। विष्णुपुर के को मूर्ति यत्रो ठुलो मूर्ति। अब मिल्यो भने त्यहाँ जाने हो हामी। कताबाट जाने पत्ता लाग्नु पर्छ। लोकललाई सोधेर पनि जानु पऱ्यो। उतैको इन्ट्री हो जस्तो अब भयङ्करै ठुलो छ क्या। हाम्रो एकदम फेमसै चिज होला त्यो पनि। ए होइन हिजो हामीलाई भने त्यही हो क्या उसले होटेलवालाले भने। चाहिँ ओर्लेर भिडियो खिच्नु खाने यस्तो दामी छ, एकदमै ठुलो। विष्णु गरुडा टेम्पल के भन्ने रहेछ। आउँदै थियौँ हामी यो बाटो। हेरेर दामी मूर्ति रहेछ।
सबजना रेन्टहरू छुट्टा यसरी हुन्छन् रेड लाइट खासै ट्राफिक रुल फलो हुन्छ होइन रहेछ मेन रोडतिर मात्रै रहेछ फुट लाइट बाली भन्नुपर्दाखेरि चाहिँ इन्फ्रास्ट्रक्चर वाइज चाहिँ त्यति उत्कृष्ट होइन भन्नुपर्छ जस्ट नेपाल जस्तै हो रहेछ इभन हाई राइज बिल्डिङहरू यस्तो केही पनि देख्न पाइँदैन हामी पाहाडमै जन्मेको भएर खासै त्यस्तो भयङ्करै डिफ्रेन्स पनि लाग्दैन नेपालसँग कम्पेयर गर्दाखेरि उयो समुद्र देख्दाखेरि चाहिँ जब ओसियनमा पुगिन्छ त्यस बेला चाहिँ अलिकति के वाला फिल हुन्छ अनि रोड पनि त्यस्तै छ जाम त्यत्तिकै छ अनि ट्राफिक म्यानेजमेन्ट जेरो छ त्यही भएर यो चिजलाई चाहिँ मेन्टली प्रिपेयर भएर आउनु होला आउँदाखेरि यहाँनिर चाहिँ मलाई समिक्ताले नै आइडिया दिएको कि अब सेल्फीबाट यसो एउटा भिडियो हान्नु न त भनी यसो मोबाइल निकालेर भिडियो हान्नु न त भनेर लाग्यो यसरी होइन क्या बुढो यसरी ल्यान्डस्केपवाला पोर्ट्रेटवालामा होइन भने अनि फेरि ठ्याक्क स्विच गरेर मैले यसरी ल्यान्डस्केपवालामा भिडियो बनाइदिएँ राइडिङ स्कुटर एन्ड आइ एम द प्यासेन्जर हामी त होटल पुग्न लाग्यो 22 मिनट बाँकी रहेछ यहाँबाट 3 किलोमिटर अलमोस्ट 9 मिनट तर टाइम चाहिँ 22 मिनट लाग्छ अरे हिँड्ने जाउँ क्या हो ठ्याक्क 3 किलोमिटर जान 22 मिनट देखाइरहेको छ जाम चाहिँ कति छ आफै गेस गर्न सक्नुहुन्छ राइडिङ more than 90 किलोमिटर जानलाई 22 मिनट ड्याम त्यो त के हो यो जाम ल्याउँछु तपाईँलाई पछि खुट्टाको जाम टाइमको लिमिटेसनले गर्दाखेरि आज चाहिँ पाण्डवा बिच जान भ्याइएन सो आज समिक्ताको बर्थडे इभ सेलिब्रेट गर्न चाहिँ वी डिसाइडेड टु गो आउट फर अ डिनर अनि डिनरको र केक डान्सको भिडियो चाहिँ हामीले अर्को भिडियोमा अपलोड गरेका छौँ